नमस्ते, मेरो नाम चाहिँ बालकृष्ण महर्जन। यो रथ निर्माण गर्ने कार्यमा चाहिँ मैले पनि भाग लिन्छु हैन। म पनि एउटा यङमाको छोरा। हामीले चाहिँ यहाँ काम गर्ने फर्स्टदेखि काम गर्दाखेरि चाहिँ फर्स्टमा चाहिँ हामीले हामकी पूजा गर्छौँ। पूजा गरेर खाल्डो खनेर त्यो उठाइदिन्छौँ। त्यसपछि चाहिँ बाराहरूले काठको एसेम्बल गर्ने काम गर्नुहुन्छ। त्यसपछि गएर हामीले चाहिँ उहाँहरूले छोडिसकेपछि हामीले चाहिँ आसिकल बाँध्छौँ। फर्स्टमा आसिकल बाँध्ने, आसिकल बाँध्न सकेपछि हामी च्यौचा बाँध्छौँ। च्यौचा बाँध्न 8वटा च्यौचा बाँध्न सकेपछि तपाईँको हामी गठामा बाँध्छौँ। गठामा चाहिँ तपाईँको 8वटा गठामा बाँध्छौँ। त्यसपछि बिचमा 4वटा फेरि झ्याठा गर्ने भनेर हामी त्यो गर्छौँ। त्यसपछि गएर त्यो तलको पाङ्राको बेसको सेक्सन सकेपछि त्यसपछि हामी खटमा चढ्छौँ। खटमा चढिसकेपछि हामी चाहिँ तपाईँको फर्स्टमा चाहिँ हामीले चाहिँ तपाईँको झ्याठा गर्ने भनेर 8वटा स्टेप चाहिँ त्यो झ्याठा गर्छौँ। त्यो झ्याठा गरिसकेपछि चाहिँ हामीले फेरि अहिले यो बाराहरूले याक खसम्म चाहिँ उहाँहरूले राख्छ। याक खबाट चाहिँ माथि फेरि हामीले एक तल्ला चाहिँ तपाईँको यो चौज्याउ भन्ने हाम्रो छ। चौज्याउ भन्ने चाहिँ हामीले फेरि एक तल्ला हामीले थप्छौँ। त्यो थपेपछि तपाईँको गलसी राख्छौँ। त्यसपछि हामी फेरि तपाईँको खिचकला भनेर हामीले बेडको चाहिँ माथि खिचकला बनाउँछौँ। त्यो बनाइसकेपछि हामीले यो लसी 16वटा लसी राख्छौँ। 16वटा लसी राख्छौँ। अनि अर्को एउटा चाहिँ हामीले यो तानहरू राखेपछि तपाईँको खिचकलाहरू बनाउँछौँ। त्यसपछि तपाईँको 16वटा लसी 8वटा लसी भित्र राख्ने, 8वटा लसी चाहिँ बाहिर राख्छौँ। त्यो सकेपछि हामी ग्वारबामा बनाउँछौँ। ग्वारबामा बनाइसकेपछि ब्यामो बनाउँछौँ। ब्यामो राख्ने। त्यसपछि चाहिँ यहाँको पुल्चोकको काम चाहिँ हाम्रो सकिन्छ। यो ठाँ चाहिँ हामकी है। यो हामकी यो चाहिँ तपाईँको 4वटा कर्नलमा यो हामी पहिला खाल्डो खनेर यो उठाइदिन्छौँ। यो उठाइसकेपछि बाराहरूले यो आसिकलहरू राखेर मिलाउँदै उहाँहरूले लेबलहरू मिलाउँदै ल्याउनुहुन्छ। उहाँहरूले त्यो लेबल मिलाउन सबै सकेपछि उहाँहरूले सोडारसम्म राखेर सकाइदिन्छ। सोडारसम्म राख्न सकाएपछि फर्स्टमा हामी चाहिँ के काम गर्छौँ भन्दा चाहिँ हामीले चाहिँ पुइ खचा बान्ने भन्ने हुन्छ। पुइ खचा भनेको अहिले त्यहाँ माथि छोपिसकेको छ। म त्यो पनि तपाईँलाई देखाइदिन्छु। पुइ खचा बाँध्छौँ। पुइ खचा बाँधिसकेपछि हामीले चाहिँ यो चाहिँ तपाईँको आसिकल बान्ने भन्छ है। आसिकल यो चाहिँ तपाईँको हेर्दाखेरि चाहिँ नाक जस्तो यस्तो गइरहेछ नि। यो आसिकल र यो धोमापासालाई चाहिँ मेन चाहिँ रडको चाहिँ मेन बान्नुपर्ने र मेन राम्रोसँग बान्नुपर्ने भागहरू यो हाम्रो यो आसिकल बान्ने चाहिँ यो बान्न सकेपछि हामी यो भित्र च्यौचा भन्ने हुन्छ। तपाईँको हामीले गोलाइको हिसाबमा 5 हात हुन्छ। त्यो 5 हातलाई चाहिँ तपाईँको 5 हातको त्यो बनाइसकेपछि बेसरी तानेर 5 हातलाई मेरो विचारमा 3 हातमा झार्छौँ हामी। त्यस्तो कस्नुपर्छ। त्यो कसिसकेपछि हामीले यो तपाईँको गठामो भन्छ। यो गठामो चाहिँ तपाईँको क्रस हुन्छ। ठ्याक्कै तपाईँको क्रस तपाईँले यो एउटा सेक्सन उता गएको देखिन्छ। यो सेक्सन फेरि यसरी गएको हुन्छ क्या। ठ्याक्कै क्रस हुन्छ है। अनि यो गठामो तपाईँको यो चिरेको बेडले बाँधिसकेपछि फेरि यसलाई चाहिँ टाइट गर्नको लागि चाहिँ हामीले यो गोलो बेडले पनि बाँध्छौँ। यो हाम्रो काम गर्ने बेला डोरी हामी किन धेरै चलाउँदैनौँ भन्दाखेरि बेडले बाँध्ने हाम्रो यो बेड चाहिँ तपाईँको 4 दिनसम्म चाहिँ पानीमा डुबाएर हामी चाहिँ त्यसलाई तपाईँको यो काटेको बेडलाई चाहिँ चिसो पानीमै डुबाउँछौँ। यो पोखरीमा यो गोलो बेडहरू जति पनि देखेको छ नि सबै बोइल गर्छ। तपाईँको पुरै बोइल गरेर तातो पानीमा तपाईँको 4-5 दिन अगाडिदेखि 4 दिन अगाडिदेखि तपाईँको पुरै त्यो बोइल गर्ने हैन। एउटा जसीमा राखेर डोरी र यो बेडमा के फरक छ भन्दा बेड तपाईँको फ्लेक्सिबल हुन्छ केही समयपछि पनि। डोरी चाहिँ तपाईँको जसरी बान्यो त्यसरी मात्र बस्छ र त्यो डोरी चाहिँ तपाईँको मक्केर जान्छ क्या। यो हाम्रो बेड चाहिँ मक्किँदैन। अहिले हाम्रो यो जस्तै जात्राको दौरानमा तपाईँको कहिलेकाहीँ 1 महिना 2 महिनामा सकिने जात्रा होइन कि तपाईँको कुनै बेला 3 महिना 4 महिना पनि लम्बिन्छ। त्यो लम्बिन जस्तै 6 महिनासम्म पनि लम्बिएको छ। 6 महिनासम्म पनि हाम्रो यो रड यथावतै रहने कारण चाहिँ बेडहरू धेरै चलाएको छ क्या। यसमा डोरी चाहिँ एकदमै कम चलाउँछ।
ल जजलपा नमस्कार, म चाहिँ यङवाल प्रेम मर्दु हुँ। हामी यङवालको म साग नाइके। मेरो काम आज के भइरहेको छ भने हिजोसम्म चाहिँ हामीले लस सकाएँ। आज लस सकाएपछि चाहिँ हामीले चाहिँ ग्वारेबामा बनाउने काम गरिरहेको छौँ। अहिले ग्वारेबामा अहिले बनाइरहेको पनि छ। त्यहाँ कसको मेरो छोरा पनि माथि बसिरहेको छ, सबैको छोरा नाति पनि छ। यहाँ सबै नयाँ हसन नयाँ काम गरिरहेको छ। क्लबको चाहिँ ग्वारेबामा सक्न लाग्यो। ग्वारेबामा सकेपछि चाहिँ हामी चाहिँ त्यो जपी हुन्छ जपी भने चाहिँ पहिला चाहिँ डोरी बाने, त्यो हिजो लस राखेको बेला सबै बाने। डोरी बानिसकेपछि चाहिँ अब हामी चाहिँ जपी भने चाहिँ त्यो बेडको डोरी जस्तै त्यो लाम बानिरहेको छु। अहिले चाहिँ जपी बन्ने काम हुन्छ। जपी बन्ने काम सकेपछि चाहिँ हामी चाहिँ त्यो बाटो बनाउने लसी भन्ने हुन्छ नेवारले बाटो बनाउनु चाहिँ त्यहाँ बाटो बनाउने हामी माथि जानलाई। अनि एकछिन यो बेलुका चाहिँ भ्यामो लानले चाहिँ त्यो लसी भनेको चाहिँ यो बाटो जति समारेर बनाउने काम भइरहेको छु। पहिले चाहिँ हामी चाहिँ त्यो घर ब्यामो सकेपछि यो अमोसा भन्ने हुन्छ, हामी अमोसा राख्छौँ यो चाहिँ। अनि अमोसा राखिसकेपछि चाहिँ हाम्रो चाहिँ ब्यामो यो के ब्यामो यही हो। ब्यामो राख्छौँ। ब्यामो राखिसकेपछि हामीले अब ब्यामो यो ठुलो ब्यामो हो, ब्यामो राख्छौँ। ब्यामो राख्न सकेपछि चाहिँ भ्यामो मिलाउन सकेपछि मिलाएपछि यो चुनामो भयो, स्वयम्भू भगवान भयो, त्यो चाहिँ राख्छौँ हामी। अनि यो नेपालको झन्डा छ, चाँदीको छ, त्यो राख्छौँ। अनि रथको जिउमा चाहिँ चन्द्र र सूर्य यो चाहिँ जल नागा भन्ने हुन्छ, त्यो चाहिँ भ्यामोमा राख्छौँ हामी। त्यस्तै गरेर सघाउँछौँ। हामी चाहिँ उता टपवाला खबर गर्छौँ हाम्रो भ्यामो राख्न सक्यो। अब रातो मसिनदार चाहिँ सबै भए पनि हुन्छ भने जस्तै कुरोको रथ ल्याउनुहुन्छ त्यो चाहिँ। Hey,